फाइनली साथीहरू, सानीगढ हाइड्रो पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएर यसको रिजल्ट पनि पब्लिस भइसकेको छ। तपाईहरूले यसको रिजल्ट कसरी चेक गर्ने भनेर मैले यो भिडियो बनाएको छु। तपाईहरूले यो भिडियो अन्त्यसम्म हेर्नुहोला। यसको रिजल्ट चेक गर्नको लागि सर्वप्रथम तपाईहरू आफ्नो मोबाइलको क्रोम ब्राउजरमा गइहाल्नु। त्यसपछि क्रोम ब्राउजर खोलिसकेपछि त्यहाँ सर्च बारमा गएर यहाँ आइपिओ रिजल्ट cdsc.com.np नेपाल जस्तै मेरो फर्स्टमा आएको छ त्यस्तै आउँछ। तपाईहरू पनि त्यहाँ गएर क्लिक गर्नुहोला। अनि त्यहाँ गएर यहाँ पहिलो वेबसाइटमा क्लिक गर्नुहोला। अनि त्यहाँ क्लिक गरिसकेपछि एउटा रिजल्ट चेक गर्ने अप्सन आएको हुन्छ। त्यहाँ तपाईहरूले आफ्नो बिओआइडी क्याप्चा हालेर आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ। यस्तै इन्फर्मेटिभ भिडियोको लागि हाम्रो च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।